अहिलेको समयमा हरेक कुराहरू परिवर्तन भइरहेको छ। हामी यति बेला आधुनिक युगमा बाँचिरहेका छौँ। ठुला ठुला सुविधा सम्पन्न महलमा बस्छौँ, आधुनिक फेसन गर्छौँ, क्लब र बार जान्छौँ, सपिङ महल धाउँछौँ, छिनभरमै देश विदेश पुग्न सक्छौँ, मिनेटमै विश्वका घटनाक्रम थाहा पाउँछौँ। पैसा मात्र हुनुपर्छ, यहाँ खोजेको कुरा सोचेकै भरमा घरमै आइपुग्छ। तर देख्दा सहज लाग्ने यो समाजका भने आफ्नै समस्या र अप्ठ्याराहरू पनि छन्। आज हामी यी सबै आधुनिकता र डिजिटल युगलाई एकैछिन यही राख्दै केही वर्ष अगाडिको समयमा फर्कदैछौँ। आउनुहोस् फुर्सदको समयमा त्यो बेलाको गाउँले जीवन र दैनिकीलाई हेरौँ। खेतबारी जङ्गलतिर जानु पर्दथ्यो। उनीहरूको पनि सुविधा सम्पन्न शौचालय अर्थात् पाइखाना भने थिएन। नित्यकर्म गर्नका लागि कुवा अथवा ढुङ्गे धारामा जाने गरिन्थ्यो। त्यहीबाट नै गाग्रीमा खानेपानी बोकेर घर ल्याइन्थ्यो। आगो बाल्नका लागि दर्शन ढुङ्गा र चकमक ठोक्काएर आगो निकालिन्थ्यो र झुलोमा सल्काएर चुलो अथवा अगिनामा आगो सल्काइन्थ्यो। जाने गर्दथे। प्राय पुरुषहरूले दाउरा घाँस गर्न जाँदा आँसी खुर्पेटोमा राखेर कम्मरमा बाँध्ने गर्दथे। कोही मकै कोदो बोकेर पिसाउन घट्ट जाने गर्दथे भने कोही घरकै घरायसी काम गर्न बस्दथे। घरमा बस्नेले घरमा भएका गाई बस्तुको गोबर फाल्ने, दुध दुहुने, घाँस पानी गर्ने गर्दथे। दुध दुहिसकेपछि तताएर ठेकीमा हाल्ने, पहिला ठेकीमा भएको दहीलाई मदानीले मही पार्ने, घिउ तताउने गर्ने गर्दथे। त्यति गरिसकेपछि खाना बनाउने समय हुन्थ्यो। कसौडीमा भात आटो पकाइन्थ्यो त माटोको कराईमा तरकारी पकाइन्थ्यो। अब आउनुहोस्
बारीको कामबाट फर्केर खाना खाइसकेपछि फेरि काम बाडेर खेतीबारीकै काममा जानु पर्दथ्यो। कोही घरको काममा भने कोहीले मकै तोरी लगाउन त कोहीले खेत रोप्ने काम गर्दथे। आउनुहोस् खेती लगाउने सामग्रीहरू पनि चिनौँ। कि दोहोरिने कामको